गाइस गर्दघाट डाउनले लाग्यो अब कति हुने जाम हेरौँ आज जाम छ कि छैन यही माथि थाहा भइहाल्छ जाम छ कि छैन वाउ सिन हेरौँ न गाइस क्या दामी रहेछ नि अब के गर्नु गाइस रोनु हुन्थ्यो यहाँ पहिला सब खनिसकेर पहिला खनेको थिएन यार ट्याक्क खनेर ट्याक्क खनिसकेर चाहिँ अब घर यसो फोटोसोटो हाल्नु पर्थ्यो अब के गर्ने अलिक छुसो भइहाल्छु अब फेरि साइड चाहिँ गर्छु ओ यहाँ बस्नु र यहाँ गाडी हालेको छ भित्र ए सिसा लगा है सिसा लगा लगाएको छ अनि दुई गाडी गर्नु पर्छ कहाँ हुन्छ एक गेर्नु पर्छ ओ यस्तो उगाड्यो ट्याक्क सबैले हामीलाई कम दुःख दिया चुकिया के अरे खेती पास गरिदिएको त हामीलाई दुःख गर्दैन एक मुदो त नि दुई गेर उकालो खोजिन्छ एसी लगाएर बस्छु चाहिँ बस्यो अब एसी खोलिदिया जरो त्यो त खोल्न खोल्न यार यसलाई बाहिर पर्छ कि फेरि तान्दैन तान्छ एसी खोलेर बोल भन्छ तान्दैन नि यार ढिङ्गा लगाएको सर सर लैजाऊ न के घल्जा घुचुक रहेन गाडीलाई कम बाटो परेर गाडीलाई गाह्रो छ नि यार गाइस यहाँसम्म त जाम छैन है डाउन आइसकेको छ दुई गेम डाउन बाधा पऱ्यो क्या आउँदैछ नारियल त बेलुका पुग्छौँ क्या बेलुका नि 3-4 बजी जाम रहेछ भने 4-5 बजी पुग्छौँ जाम रहेछ काठमाडौँ नागबाट काम जाने धेरै टाढो छैन 3-4 घन्टा मात्रै हो गाइस यहाँसम्म त जाम छैन है लगभग जाम नभए त राम्रै हुन्थ्यो यार 45 मिनट हो गाइस ल्याउनु पर्छ भिडियो गर्न सक्छु बालेन्द्र
बाटो राम्रो होइन कि जाम नलगाऊ बारेन सरकार यति साह्रो चाहिँ नबनाउन बिचरा बारेन सोध्नु पाए हुन्थ्यो माथि जान्छ तेरिका यार यो बाटो योभन्दा धेरै बन्दैन नि अब यति हो यसको आयु यति हो अब यो बाटो योभन्दा धेरै बनाउनलाई धेरै एकचोटि उ गर्नुपर्छ सब रोक्छ कोही ठाउँमा बाटो बनाउँदै रहेछ यहाँ चाहिँ पहिला राम्रो थियो क्या बिचमा एउटा सानो रुखको ऊ थियो होइन उता आउने गाडी उताबाट जान्थे यता यता जान्थे राम्रो थियो गऱ्यो पहिले राम्रो थियो उता बस आएको छ नि हिसाब बन्द गऱ्यो त्यो पापर बन्द जायो भन्छ त्यस्तै हुन्छ दुईले पो मेसोसँग चलाऊ क्या एकदम आरामले उनको नाला उको नाला बित्था सर चलाउ न धेरै अनि धेरै भुवा गला पनि बल्ल पो गियर तान्ने हुन्छ गाडीले गियर मागेकै हुन्न पहिले गियर दिइहाल्छ नि यहाँसम्म चाहिँ छैन है जाम आज त जाम नबजी यति राम्रो हुन्थ्यो धेरै राम्रो हुन्थ्यो यस्तो हो त गाई बाटो यस्तो बेला बेलामा अब यस्तो बिग्या बाटो त्यो बाटो जिन्दगी मेरा बारेनलाई बाटो छिटो पिज हानिदिनु पऱ्यो क्या छिटो पिज हानिदिनु पऱ्यो हामी यस्ता गरिब दुखीलाई सस्तो मस्तो गाडी चलाउन गाह्रो भयो क्या धनी बढी मान्छेहरू करोड करोडको गाडी चलाउँछन् तिनीलाई मतलब हुँदैन हामी यस्ता सस्तो मस्तो गाडी चलाउनु भएन क्या बारेनलाई छिटो बाटो सबै क्लियर गर्नु पऱ्यो यस्ता ठुलो गाडी के गर्ने अब त सेन्ट्रो हिँडेर रोएर सरकार आज उकालामा जाम नभइदियो हुन्थ्यो हाम्रो दाइलाई पनि अनाप हुन्छ फेरि कम गाह्रो छ लेबर गर्नुलाई बिचरा किन किन किनारा गरौँ चार खान्छन् तिमीले त्यहाँ यता गाडी डुबाउने भयो क्या दाउन्ने हो दाउन्ने सायद कोही ट्रक आएर दाँत खुट्टा छैन होला कि मासु खाएर न पुरा ड्राइभरहरू के गर्दैछन् पुरै खाना खाने अनि दाँत खुट्टाएर बसेर पनि पछाडि गाडी त्यसै अलिअलि लाइनका लाइन धेरै लाइन भइहाल्ने क्या टोटल त गाली गरेँ मैले अस्ति फेरि कहीँ दाँत खुट्टा भएछ के थाहा खाना खाने टाइम भएको के अरे अहिले यहाँसम्म त कसैले दाँत खुट्टा छैनन् क्या हाम्रो गोरु सोल्टी हुन्छ क्या सोल्टी हाम्रो गोरु जाँदैन त्यही भएर सोल्टा जाँदा घरतिर
ग्लास चला दें तो नहीं हानेगा उसके रुको रुको ये जाम जाम छ सुन्दै सुनेन यार होइन जाम त छ क्या यत्र यो गाडी आएर देखेर त मलाई त तनाव जागेर आइगयो अहिले हर्न बजाउनु पर्दैन होइन नि त्यो कुरकुरा आफूबाट राति भए भयो अहिले तलैबाट जाम लाग्नु सुरु हुन्थ्यो थाहा छैन दिनमा गएर खासै जाम लागेर चलिरहेको छ माथि भएर जाम लु यो दाँतकोटा भएछ यो दाँतकोटा यिनी गाडी साडी केही बिगारेन दाँतकोटा भएछ न कतिखेर डबल गाडी क्रस गर्ने बेला फेरि फ्याट्टै जाम हुन्छ क्या हिँड 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 न हिँड न हर्न बजाउनु लाग्यो उता फेरि खाल्टो छ नि त्यता कति हेर्नुपर्छ गाह्रो छ नि जिन्दगीमा यार तर हामी आउनु बेला चाहिँ छिट्टै आउँछ किन आउने बेला किन ओह्रालो जति ओह्रालो त्यति उकालो पनि छ त्यति ओह्रालो त्यति उकालो पनि छ क्या उता पनि गल्छ कस्तो गर्दै आउँदाखेरि आधा आधा ठ्याक्कै हो कि रातिमा म त केही थाहै पाएन उकालो ओह्रालो कता है ठ्याक्क दाङ्गो बाटो छ क्या खेत यसलाई रोकौँ न यसले भन्थ्यो कि छ कि छैन भनेर घाममा नराखेर मोबाइल तल ए तल त्यो ढाक्दैन त्यहाँसम्म ए तल क्या कति लाग्यो होला राख्यो कस्तो तात्तै त पट्केर आएको थियो यार तिमीले नेटबाट चलाउँदैन नेट बन्द गर्न छैन कि यहाँ त बाटो छैन कहाँ दिनु पऱ्यो तिमी यता रहेछ नि त कोही रहेछ अब यहाँ पुलिस भयो छिटो छिटो छिटेन छिटेन त्यो ट्रक हावा छेक्छ अहिले अब यहीँ छेक्यो कि यिनले क्या कहाँ लल्ठ्याङ लुल्डुङको पछि लाग्ला हुन्छ यार घुम्नु भएन सहीको यही रोक्नु अब यहीँबाट जाम सुरु भयो क्या अब यहाँ के भन्नु ड्राइभर कति नयो यस्तो अलि स्पिड त हाई स्कुल गएको त कहाँबाट हुन्छ हाई स्कुल स्पिड पछि पछि गएको त ट्याक्क लाएर पछाडि फेरि काम गर्ने मान्छे नि थाहा छैन तिम्रो बेलुका काम गर्दा थाहा बिहान भएन तिमीलाई सुई पैसा जान लाग्यो पछि स्टार्ट बन्द गरेर गेम राख्दै बल्ल भयो गाडी यस्तो काम बिचरा काम यस्तो काम छ न हिँडिहाल है गाडी छैन हिँडिहाल छिटिन छिटिन अब छ त छैन कि हिँड न यहाँ पेटी चिम्लाको ऊ आएको फेरि यार रोको रोको त्यो घामपाला त ठुलो ठाउँ चाहियो जान्छ छ ठाउँ छ यति बढ्यो अर्को आइजला फेरि रोक्ने मान्छे कोही छैन भएन हिँडी छिटो यस्तो पनि हुन्छ त कहिले गाडी त बनाएको नि ढङ्ग नपुगेर हान्यो हो नवदामै जानु रहेछ ओके यो त सुरक्षित छराइदियो कि सुरल पनि ए नाच्दैन नाना हेरै ख्याल गरेर पसिना यस्तो गरेछ पसिना गऱ्यो भने ऊ हुन्छ
त्यो आज धेरै जाम छैन जस्तो लाग्छ मलाई मेरो भनाइ बिस्तारै गर सोचाइमा यता मेरो बाटो गाउँदै छ दुईटा गाडी पास भइहाल्ने चियाबाट पैसा हो पैसा चिसो त्यस्तो घाम पनि छैन त्यस्तो घाम पनि छैन कति बज्यो अहिले 10 बजीसम्म 10:30 भयो अब जान्छ खान्छ पुग्दैन छिट्टो हिँड्ने पो हो त फेरि रोक अब त्यो छिर्वा छिरिन्छ त्यहाँ पुग्दैन यस्तैले गर्दा जाम पर्छ के गर्ने यस्तै छ जिन्दगीमा यो ट्याङ्की यो ट्याङ्की राख्ने ठाउँ पाएन अहिले ट्याङ्कर ल्यायो भने त ठ्याक्क पार्किङ गर्ने ठाउँ राख्नु पर्छ ठ्याक्क गाडी जाम हुन्छ कुत्तालाई झरेर लात्ता हान्यो कि हिँड गाडी रुख कटिङ त खतरा मार्यो जाने आउँछ नि त ल तिमी पनि कटिङ मारिदेऊ नि त मार्यो कटिङ मार्यो मार्यो अरू मार्यो नि फेरि हत्तिहाल्छ नि किन फुट्लुकै देशी फेरि डर्छ लगाइ त्यो यहाँसम्म चाहिँ जाम छैन है अझैसम्म पनि भनेपछि दिनमा जाम हुँदो रहेछ गाइस तपाईँ दिउँसो आउँदा हुन्छ रमाइलोसँग यहाँ त अड्डा छ के अरू त यस्तै दाँत कुटाउनेले टेन्सन बनाउँछन् क्या केही खाम न भोक लाग्यो त्यहाँ ब्रेक पनि हान्ने काम गरेर बिचराहरूलाई ठिट लाग्छ के खाम न यहाँ रहेछ त होटल सोटल छ यता साइड लगाउ न दाउन्ने हो नि त दाउन्ने फेरि बाउन्ने गराइन्छ नि त यता हाल नि त्यता हाल क्या खाला क्या भात नखाऊ खाउँला चिस ब्रेक हान्देऊ खाम के मोमो त्यहाँबाट यिनी फेरि मान्छे फाँसै छ नि यार कहाँनिर जाम पर्छ भोगोले काटिन्छ नि यत्रो सिधै यहाँ हाल न खसी हाल न यो गराएपछि उता खानु पर्यो उता कता खाने हो अहिले उता तिम्रो बजारमा फेरि तिम्रो बुता चल्दैन तनाव छ तिमीलाई तेल छैन त्यसको छुट भयो योबाट दाउन्नेमा यस्तो मजाको होटलहरू छन् हिँड न सबभन्दा पछाडि हामीले ग्यारेज चाहिँ त्यत्रो हुन्छ तिनी आन्टी कति राम्रो हुन् कि हाम्रो आन्टी के गर्ने त आन्टी कता टाइम यो टायर कारमा हालिदिनु पर्छ क्या त ओहो यो पछि बाइक ब्रेक लाग्छ लुख न बिस्तारै गर न किन हातिर पऱ्यो यो बाइक पनि त फुत्नु सिक्दिहाल्नु पर्छ आन्टी आएछ आन्टी तारिफ ठोकेको त फेरि बाटो बिच बाटोमा गाडी मान्छे अनि बानी राम्रो भने घरमा जाउँ न त्यो अगाडि यस्तो जाम यो चुथियाले जाम बनाउँछ यो चुतियाले गर्दा ट्रकवाला चुतिया गानाहरू यो पागल शरीरले गएन यो उता गाडी जाम भयो नि यहाँदेखि साउरो बाटोमा बस्ने कस्तो आहा त देख्दैन पुलिस
तिम्रो अहिले फेरि 12 बजी जान्थ्यो ए चिप्ले लाग्यो बटा बिस्तारै गर नि फेरि मात्रै खोल्सँग आधा टायर होला फेरि टाढा हुन्छ फेरि ओ यो त बाटो गाडी ट्र्याक्टर पनि ब्रेक पनि लगाएन नि के ट्रकवाला त यार ठुलो टायर छ भन्दैमा हाल के बटा यार दाउने पनि चाँगेरमा के पाइन्छ या हाल्छौ आउँदाखेरि के गाडी यहाँ के गाडी आज जाम छैन यस्तै हो यही नि होटलमा त गाडी रहेर भात खाने फेरि कहाँ छिराउला भन्दा ट्रक आइरहेको छ उता हो उकालामा र म तयार भइहाल्छ कुत्ता त्यही भएर त म चलाउँछु माथि त त्यो साथ यस्तो छैन लगाइस यो दाउने तिमी हिँड न आमबाट सोच किन अरूमा जानु पर्यो यत्रो बात देखाएको छ भने के भन्छ अहिले आफ्ना बुता चल्छन् के भन्थ्यो त्यस्तै हुन्छ त्यहाँ हाल क्या त्यहाँ रोड सेलरोड छ नि त्यहाँ खामा जाउँला मान्छे त डस्टै पागल रहेछ यो ड्राइभर त यसले जाम अगाडिको त्यसो रहेछ त यहाँ क्यामेरा न क्यामेरामा हेर न लास्ट गएको बाटोमा धुलो उडाउँदै दाउनेको बाटोमा धुलो उडाउँदै कहाँ हो न Tinggal semua ni. पल्टन कर साधन नभई नहुने भएको एउटा साधन बिस्तारै लग्गेल छ अस्ति त यहाँ को थियो है सङ्गीता जाम मेरो गाडी बोलेर आइयो यो सेम होला हो त पुरानो गाडी यो यो त बहुत देखेछु मैले आज कि पुरानो खिच भन्नु रोको ब्रेक चाहिँ लाग्छ हाम्रो गाडी हाम्रो गाडी ब्रेक चाहिँ खतरा छ फेरि पछाडि क्यामेरा लगाएछ अरे क्यामेरा पछाडि भन्नु थाहा छ यो ट्रकले पछाडि क्यामेरा लगाएछ यो साइड लाइट छ नि यो तल ब्रेक लाइट छ नि यो ब्रेक लाइटमा क्यामेरा लगाएछ कुत्ताले कुत्ता नभनौँ बिचरा यसमा त्यो किरी गाडी नआइदिएर रोकिदिएपछि जाम हुन्छ के त्यो त्यहाँ रोक्छ आएर ब्याक गर्नु पऱ्यो नि दाइको 12 बज्ने होला फेरि अब मेरोमा त 12 बज्छ अगाडिदेखि पछाडि कस्तो ल्याएको पछाडि त्यसको त त्यो ठुलो गाडी त गियर ब्याक गरे मात्रै पनि सुई गइहाल्छ हो त्यो हो हाम्रो पनि जान्छ नि तिम्रो त एक्सिलेटर मिलाउनु पर्छ एक्सिलेटर गियर सेयरसँग अलि छिटै हाल्नु पछाडि धोजा फेरि